सबैजना सँगै बसेर हेर्दाखेरि अझ त्यो अनि जुन रेस्पोन्स आइरहेको थियो लाइभ त्यो सुनेर चाहिँ एकदमै ओभरवेल्म्ड भइरहेको छु म अलिकति। अब यति धेरै तपाईँहरूको गेस्टहरू हुनुहुन्थ्यो आज अनि यति मजाले रेस्पोन्स दिनुभयो, चाहे त्यो पोलिटिकल क्षेत्रको मान्छेहरू, सिनेमा क्षेत्रको, सङ्गीत क्षेत्रको, हरेक क्षेत्रको मान्छेहरूले, अनि तपाईँले यति मजाले प्रेजेन्ट गर्नुभएछ, यति मजाले ट्याक्कै त्यहीँकै गुरुमी जस्तो गर्नुभएछ तपाईँको होइन। सो अब सिनेमा हेरेपछि चाहिँ सुटिङका कुरा सुन्न मन लाग्ने रहेछ होइन। यस्तो उचाइको ठाउँमा पुग्नु भएको छ तपाईँहरू, ठ्याक्क बोर्डरको ठाउँसम्म पुग्नु भएको छ तपाईँहरू होइन। सो त्यो अनुभूति कस्तो थियो? एकदमै मलाई मेरो लागि पनि नौलो एक्सपिरियन्स थियो। त्यो ठाउँसम्म म त्यो भेगसम्म पुगेकै थिइनँ कहिले पनि, अनि कति ठाउँको नामहरू त मैले सुनेको पनि थिइनँ। सो त्यहाँ पुग्दा चाहिँ मलाई आर्ट काउन्टर टिमलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु। नेपालको यस्तो ठाउँ जुन चाहिँ यति ब्युटिफुल हुन्छ नि, हामीले एक्सप्लोर नगरेको ठाउँहरू पनि पुग्ने मौका पायो। अनि एकदमै त्यो ठाउँको फालेलुङ, चालराते, नवमी डाँडा, सत्यरूपा सबैको म त्यहाँको मान्छेहरूलाई सम्झिन चाहन्छु। उहाँहरूको हेल्प नभएको भए चाहिँ उनको स्वेटर जे छ त्यो हुँदैन थियो। कति ठाउँमा त जुन तपाईँहरूले भन्नुभयो हिमालकै छेउमा त्यो ठाउँ पुग्नलाई त त्यहीँको लोकल एउटा के भन्छ गभर्मेन्ट जस्तैले पनि हेल्प गर्नु भएर चाहिँ बाटो खन्दै खन्दै हामी पुगेको हो। सो त्यहाँको एकदमै सबैजनालाई सम्झिन्छु पाँच थरको, अनि उहाँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु। अनि अर्को चाहिँ पाँच थर तपाईँको लागि लकी पनि छ होइन, फेभरेट पनि बन्दैछ होइन। अलि तल जारी खिच्नु भएको थियो, अलि माथि पुग्नु भयो उनको स्वेटर खिच्नको लागि। त्यहाँभन्दा माथि त ठाउँ छैन, जारी टु खिच्न कहाँ पुग्ने? जारी टु त फेरि हामी आङसाराङै जान्छौँ सेम ठाउँमा होइन। अनि अर्को मलाई तपाईँको अब प्रशंसा गर्न फेरि पाइएला नपाइएला मन परेको चाहिँ जस्तो त्यहाँको र त्यहीँको गुरुङ लिम्बूहरूसँग नजिक भएर हेरेको हिसाबले चाहिँ साँच्चै तपाईँ जस्तै हुन्छ। कोही केटाहरू देख्यो भने जिस्काइहाल्ने, च्याच्च बोलिहाल्ने, भनिहाल्ने, त्यो नेचर तपाईँमा त छैन जस्तो लाग्छ। तर कोही काफ्लेहरूलाई अथवा कोही अरू कसैलाई च्याच्च भनियो कि जिस्काइयो के छ? त्यो अस्ति पनि हामी कुरा भयो होइन, त्यस्तो गर्ने आर्ट कहिले पनि आएन, गर्न अहिले पनि सक्छु जस्तो लाग्दैन। तर आफूले गर्न नसके पनि क्यारेक्टरको थ्रु मैले त्यो सबै कुराहरू गर्न पाइरहेको छु, मजा आउँदो रहेछ एक्चुअली। अनि अरू चाहिँ अब भन्न मिल्दैन, तर अपेक्षा छ अब आई थिङ्क कि सिक्वेल बन्छ कि कहीँ न कहीँ कता न कता के छ भन्ने कुरा छ। त्यो अडियन्सले हेरेपछि थाहा पाउनुहुन्छ। यहाँको दर्शकलाई के भन्न मन छ? एकदमै अहिलेसम्म साथ र माया दिनुभएको छ, त्यही साथ र मायाले गर्दा यसरी काम गर्ने मौका पाइरहेको छु अझै पनि। त्यही नै हो, वैशाख 26मा उनको स्वेटर रिलिज हुँदैछ। आशा छ सबैजनाले हेरेर त्यसरी नै माया गरिदिनुहुन्छ होला। थ्याङ्क यू।